उठाउनु न यहाँ फेरि एमालेका पनि छन् कि क्या हो पुण्य दाइ हात माथि उठाउनुस् न कि हजुर पनि झोले हो जरुर साथी म झोले हुँ आइज हामीसँग आइज राजावादी बन तर म झोले हुँ भन्ने ब्यानर सजाएको छैन त्यो ब्यानर सजाउनै पर्दैन क्या हजुरको अनुहारै काटी छ तर म देशभक्त झोले हुँ त्यो झोला बोक्छु जसलाई जननेता कमरेड मदन भण्डारीले हिजो बोक्नु भएको थियो पुष्पलालले बोक्नु भएको थियो हो ती झोलाहरू बोक्ने हो खास तर हजुर त टिकटक लाइभमा जापानका मालादायको झोला बोक्दै बस्नु भएको छ राम्रा कुरा बोक्न त्यो झोला ओ झोलामा के हुन्छ भन्ने कुरा महत्त्वपूर्ण हो दुर्गा प्रसादले गुण्डाको नाइकी भन्नुभएको थियो प्रधानमन्त्रीज्यू भन्नुहोस् त हजुरको झोलामा के छ झोले हुँ भन्दै हिँड्नु निर्लजता होइन केपी ओलीज्यूले आफूलाई झोले भन्नुभएको छ नि त्यही झोलेसँग तपाईँहरूको सहकार्य छ के भन्नुहुन्छ झोले भनेको हजुर हो अनि केपी ओलीले हामी नेता भनेको जनताको झोला बोक्ने झोले हो भन्नुभएको छ झोलेको अर्थ झोला बोक्नु मात्रै होइन